हेलो को राको म चाहिँ रेडी भइसक्यो बजार जानको लागि है त भेटेपछि भिडियो गरौँला ओके बाई हामी चाहिँ टोडा बजारमा छौँ यहाँ धेरै गर्मी बढेको छ हँसाइरहेको कि यहाँ एउटा भाइले हामी चाहिँ आज सपिङ गर्न आएको गर्मी बढे सँगसँगै सपिङ पनि गर्नु पर्यो नि त हामी चाहिँ अब खोपे गल्ली जाने खोपे गल्ली जाँदैछौँ गर्मी धेरै छ यो चाहिँ हाम्रो खोपे गल्ली है खोपे गल्ली उता बहिनीहरूले हेलो गरेर पुरै है यो चाहिँ हाम्रो खोपे गल्लीको सब्जी मन्डी तरकारी बजार यहाँ चाहिँ कपडा पुरै सेलमा रहेछ है तपाईँहरूलाई चाहिएको छ भने लिन आउनुहोस् मैले त पुरै प्रमोसनै गरिदिन्छु प्रमोसन रे यहाँनिर हेर्नु है त हाम्रो यो खोपे गल्ली बजार हिँड्दैछौँ कुन चाहिँ कपडा पसलमा छिर्ने हो थाहा छैन हामीलाई दामी देखाएको छ यहाँ आइसकेपछि एकदम शीतल भाषा दामी आयो यहाँ चाहिँ अलिक भिडभाड पातलो रहेछ है हामी यो खोपे गल्ली छिर्दैछौँ अब कुन चाहिँ पसल छिर्ने हो हामीलाई नै थाहा छैन ब्याग हो सुरुमा ब्याग किन्ने सुरुमा चाहिँ हामी ब्याग किन्दैछौँ ब्याग पसल खोज्दैछौँ एकदम राम्रो है त हामी ब्याग पसल जाँदैछौँ यहाँ चाहिँ बहिनीको थ्रेडिङ गर्न आएको छौँ हामी पार्लरमा यहाँ बहिनी छ मैले चाहिँ अस्ति गरिसक्यो मेरो चाहिँ आइब्रो खासै आउँदैन कोरियन भने चाहिँ डिक्ची जस्तो देख्छ अनुहार अनुहार चाहिँ मेरो कस्तो छ्याका छ यहाँ बहिनीको ब्याग हेर्न आउँदैछौँ कस्तो लाग्यो यस्तै लाग्यो मिलाएर दिने सब्जी मिलाएर पटाएर दिने भाउ चाहिँ नमिलाउने होइन भाउ चाहिँ हाई रेटमा कुन कलर दियो कालो दियो कि पिङ्क कलर त भइहाल्यो एउटा यो अर्को चाहिँ सब्जी लिनु जानु हुँदैछ गोदामभित्र हामी चाहिँ हेर्दैछौँ ब्याग कति भन्छ भइहाल्यो र ऊ त्यहाँ सब्जीले धम 2-4 ब्याग झार्नु भइरहेछ हामी चाहिँ यहाँ छौँ ल्याउनु भयो धम 2-4 कलर बाई कलर आउँदैछ कसरी मिलाएर दिने हो यो चाहिँ ब्यागको गोदाम हो यहाँ यो सब्जीको यहाँ पुरै मैले उ गरिदिरहेको छु है प्रमोसन गरिदिरहेको छु ए हेटवटा बजार पुरै सबै जान्छ नेपाल अलमा जान्छ तपाईँको यो अहिले कहाँ के यो कहाँको मान्छे यहीँको मान्छे होइन हामी विदेशमा हो विदेशमा हो ए युट्युबमा लोकल बासिन्दा हो हामी मिलाएर दिनु ल बहिनीले चाहिँ यो ब्याग
लिइसकेको छ काठमाडौँ जानको लागि। यो ब्याग एकदम आतुर भइरहेछ कि यो ब्याग भर्नको लागि। विदेश हो यो काठमाडौँ घुमेर जापान जाने विदेश हो यो, चान्चु नि होइन। यो सौजीले चाहिँ एकदम मिलाएर दिन्छ। सबैजना हेटौँडामा यो सौजीको पसलमा आएर ब्याग किनिदिनु होला है। मोहम्मद ब्याग पसलमा आएर सबैजनाले किनिदिनु होला है त। हाम्रो सौजी खोपे गल्लीको है त। बाई सौजी। बहिनीको ब्याग पनि किनेर आयौँ हामी। अब चटपटे खाने अनि फेरि अर्को सपिङ गर्ने। आज बहिनीले टन्नै पैसा लिएर आहा दिदीलाई मोह छ। मलाई पनि एउटा ब्याग किनिदिनु भनिरहेको थियो। मैले पर्दैन दिदीलाई किन्नु पर्दैन भनेर मैले किनिनँ, किनभने बहिनीको माया लाग्छ त्यही भएर नकिने। हामी चाहिँ चटपटी पसलमा आइसक्यौँ। अब चटपटी खान्छु अनि तपाईँलाई देखाउँछु है त। ठाउँमा चटपटी खान आयो। नयाँ टेस्ट एकदमै धेरै छ है। यहाँ चाहिँ खाने मान्छेहरू चाहिँ हामी कुर्दैछौँ। गर्मी छ, फाइनको हालत बिस्तारै घुमिरहेको जस्तो लाग्छ। जति फास्ट घुमे पनि हावा आउँदैन हामी कहाँ, अलिक टाढा छ। चटपटी बन्दैन कहिले हो। छिटो बनाइदिनु दाइ। हाम्रो पाला आयो क्या हो। चटपटी घुर्दा 2 घन्टा भइसक्यो। पालो आएन। यहाँ चाहिँ एकदमै मिठो बनाउँछ अरे। यो चाहिँ फर्स्ट टाइम खाना थियो। बहिनी लिएर आएको छ यहाँ मलाई। अब खाएपछि कस्तो हुन्छ तपाईँहरूलाई पनि भन्छु। यो हेटौँडा खोपे गल्लीको है त। बन्दैछ होला हाम्रो लागि। 2 घन्टा हुन थालिसक्यो हामी यहाँ बसेको। अब हाम्रो पाला आउँदै खरे दिदीले भन्नुभएको। मिठो अमिलो च्वाट्ट परेको। 100को अघिदेखि भनेको यो दाइलाई 100 भन्दा 300 भइसक्यो। प्लस नगर्नै फेरि। आयो यस्तो दामी चटपटी बनाउँदैछ यहाँ हाम्रो चाहिँ। अब खाने हो, आइसक्यो। 100 भन्दा 4 भएर 400 पुगिसक्यो। कस्तो हुँदो रहेछ मिठो छ। बहिनी चाहिँ लजाउँछ। मिठो रहेछ। यहाँ खप्नु पर्ला जस्तो है। अङ्कल दाइ यहाँनिर अलिकति खुर्सानी राखिदिनु न छेउमा। म चाहिँ एकदम पिरो खान्छु है त। रकेटको कतिमा खाएर खुर्सानी मात्रै रह्यो दाइ, के गर्नु? खुर्सानी मात्रै बाँकी घरमा बुढै छ, खाइ नसक्दै यत्रो खम्बावाला। पानी चटपटी खाने हो कि के खानु? एकदम मिठो छ है। हामीले साराप सुरुप खाइदियो, एउटा खुर्सानी मात्रै बाँकी छ। सबै खायो। यही बहिनीले कुर्मी पनि किनेर ल्याएको छ यसपालि। बहिनीको कमाइमा खाएको फेस आउँला त्यो। यो पनि कस्तो मिठो बनाउनु भएको छ दाइले भने।
कुल्फी पनि कस्तो मिठो बनाउनु भएको चक्लेट जस्तै हो नि अम्लो पिरो खुर्सानी चट्ट चुट्ट पारिदिनु रे के दाइ खालि हाँसे गर्छन् अरे पुगेन फेरि मेरो रितो भाँडामा हालिदिएर नेक्स्ट टाइम फेरि जान्थ्यो होला नि खाइसक्यो है त्यही हो कुल्फी पनि कति भयो मिठो छ है कुल्फी पनि यो ताईको हातले जे पनि मिठो हुँदो रहेछ त्यो त भन्दिनँ हामी चटपटी खाएर निस्किसक्यौँ बहिनीको चाहिँ फेस नदेखाउनु मलाई प्लिज अहिले म पछि रिभिल गर्छु भनेर भनेको भनेको छ हामी मुकबाम भिडियो निकाल्छौँ एउटा आउँछ त्यतिखेर चाहिँ फेस रिभिल हुन्छ है बहिनीको कसलाई हेर्नु मलाई कमेन्ट गरिहाल्नु मलाई तुरुन्तै नसक्ने भयो हेलो आउनुहोस् आउनुहोस् अब हामी कपडा हेर्ने होइन तर त्यो स्कुल रोडको मन पऱ्यो भने स्कुल रोडको किने हुन्थ्यो जाऊँ न त फेरि त्यो चटपटे पसलबाट कति लामो घुम्नु त छोटो छोटो बाटो होइन छैन यता पुवाल बन्द छ यतै हो छैन यतै हो हामी अब यो खोपे गलीलाई बाई बाई गर्दै स्कुल रोडतर्फ जाँदैछौँ अब स्कुल रोडलाई चाहिँ हाई हाई गरेर जाने हो मैले किनेको नयाँ सुट र यो बहिनीले लगाएको नयाँ सुट सेम रहेछ भाइ सेम भएपछि नराम्रो लाग्दो रहेछ सेम रहेछ अस्ति त्यही भएको थियो हामी स्कुल रोड जाँदैछौँ हेटौडाको स्कुल रोड हामी जाँदैछौँ हेटौडा कलेक्सनमा पनि बहिनीलाई पाएन मन परेन अरे हामी जाँदैछौँ यो त टन्न पैसा कमाएर आइज नि राम्रो पनि गर्दैन सर्भिस नै राम्रो छैन हो र पैसा मात्रै महँगो भयो के गर्नु म पैसा बोकेर माया लाग्यो होइन कि थ्रेडिङ त पुरै बिगारिदिएको कि आधी आधी छोडिदिएको कि अप्पर डिसमा पनि आधी आधी भयो टुक्रा टुक्रा लाजै लाग्ने होइन ऊ त्यस्तोमा हो कि ऊ त्यसमा हो उयसमा चाहिँ हो कि क्या हो हामीले यसमा हो कि न यसमा हो जुन हामीले यता जाउँ न हामी बाटो काटेर यता हामी बाटो काट्दैछौँ टप्स कुर्ती छ छैन यसमा यसमा पनि छैन यता पनि छैन जाँदैछौँ अब हेरौँ कहाँ मनपर्छ है त बहिनीले चाहिँ यो कुर्ता यो कुर्ती र यो के भन्छ यसलाई अब सुरुवालै भनौँ प्लाजा प्यान्ट लिइसक्यो दाइले एकदम मजाले मिलाएर दिनुभएको तपाईँ पनि झुकिनु भयो क्या हामी त झुक्यो मैले त्यही भएर भने ठिक छ हाम्रो हिसाब किताब अलिकति गडबड छ मिल्छ दाइ उदाहरण मात्र उनीहरूको भइसक्यो भन्नु यो दुईटामा है दुईटामा लगभग 250-300 रुपियाँ हजुर विश्वास गर्नु जाम 300 को चटपटी खान दाइ चटपटे खानु छैन बरु मगाइदिनुलाई के टेन्सन छ हैन सँगै बसेर खाने उतै गएर चटपटे हो भर्खरै खाएर त्यतिक भन्दै गए यहाँ दिदीले राम्रो बनाउनु हुन्छ हाल्दिनु न झोलामा मैले फेरि कसले निकालेको मैले झोलामा हाल्दिनु
उयो कुर्ताको सेटलाई कसरी मैले एक ठाउँमा त्यो साथीले सोधेको थियो कि यो अँ यो हजुरले लास्ट 1600 सम्म आउँछ साक्षी ब्रान्डको भन्नु साँचीको होइन त्यो साँचीको बेस बनाउन सक्दैन लास्ट 1600 अमैरा हो यो म छामी हेर्छु ल कपडा राम्रो छ के कलर सक्छ होइन यो अर्कै खालको त्यो रिबन मिसिएको कपडा थियो त्यो चाहिँ रेबनको कपडा नकिन्नु के ल हेर्नुहोस् तपाईँले म एकदमै रुन्डेला भइसक्यो सबैभन्दा राम्रो कपडा रेबन हो यो पनि भनिरहेको छु म रेबन के हामी ठगिने हो विश्वास गरिसक्यौँ अब किनिसक्यो के गर्नु यहाँनिर त के लिने यहीँ जाने हो र हामी पाइन्ट अन्त पनि म फोन पे गर्नु हुँदैन है त्यस्तो मलाई पाइन्ट मन पऱ्यो ब्ल्याकमा उयो देख अझ ब्ल्याकमा होइन बहिनीले कपडा नि किन्यो अझै पनि किन्ने अरे जति किने नि पुग्दैन रहेछ होइन केटी मान्छेलाई जति कपडा पुग्दैन होला यही हो लक्ष्य ल्याएको पैसा सकिसक्यो अरे अझै पनि मन पऱ्यो भने फोन पे गर्छु भन्दा ए बाबा सक्छ त अब सक्दैन नि त केटीहरूलाई केटा परेन हामी आज त म घुमेछु त पाइनापल रुपियाँ किनेर आइदिएँ मैले कि होइन राम्रो देखाएको छ मलाई यो त्यस्तै अघि 1500-1600सम्म आउँछ अरे कि त्यो बहिनीको सपिङ सक्यो अब हामी चाहिँ घर जाँदैछौँ अनि आमाले याद थियो एकदम गर्मी छ आएर पकाएको आज एकदम भिड बढी छ है के भयो एकदम भिड बढी छ आज पैसा हराएछ भाइको खराब भएको छ फोन आएको आएछ कति हजार हरायो खोइ कति हजार छ भन्छ त्यो मैले 5000 मात्रै लिएर आऊ म त कन्दा नि गरेँ तेरो त्यहाँ हो क्या पैसा सपिङ गर्न दिन्छ सपिङ गर्न फर्म भर्न दिएको फर्म चाहिँ मैले भरिदिएँ यो पैसा चाहिँ मैले चलाएको फर्म चाहिँ फोन पे गर्नु र हामी अब घर जाँदैछौँ पानी पर्ला जस्तो नि भइरह हल्का हावा चलिरह अब चाहिँ फर्केकै छ अब चाहिँ हामी फर्किँदैछौँ घर साथीहरू हेटोडा बजार पानी पर्न आँट्यो बाटो क्रस गर्ने हो गरौँ न त चार ठाउँमा त कति जोर किन्यो है चार्जर कति जोर कपडा किन्यो ए बोलाउनु 2 जोर मजाले चार पिस कपडा किन्यो अब चाहिँ हामी सिधै घर जाँदैछौँ अहिले चाहिँ म घर आइसक्यो अब लुगा सुगा फेर्ने फ्रेस हुन्छु अनि त्यसपछि छोरोलाई हेर्नु पर्यो 2 घन्टा 3 घन्टा भइसक्यो छोरोलाई छोडेर गएको अब चाहिँ म लुगा फेरेर पनि बसिसकेँ होइन मेरो भिडियो पुरै फुल हेरिदिनु होला अनि माया गरिदिनु होला सबैजनालाई त्यही भन्न चाहन्छु बाई।